हाम्रो दिदीको यता आदरणीय दिदी हुनुहुन्छ एकदम मिठो छ नि दिदी हैन खाने कुराहरुमा त्यसो कम्प्लेन छैन हैन एकदम टेस्टी छ हेलो नमस्ते एभ्रीवान सबैजनालाई स्वागत अछेता हान्ने खोइ तपाईँको देखाउनु त अछेता पुरा यो पर्छिने हो बेहुला पर्छिने यो चाहिँ बेहुलाले हान्नुपर्छ होइन काकी पुरै आँखामा ताकेर यो चाहिँ हाम्रो अहिले चाहिँ बरण्डी घुमाउने कार्यक्रम हुँदैछ यो चाहिँ बेहुला हुनुहुन्छ होइन अनि यहाँ चाहिँ बरण्डी घुमाउनु पर्ने हामीले यो चाहिँ अब एकछिनमा जन्ती पर्सिने चाहिँ माथि हुनुहुन्छ यहाँ पर्सिने कार्यक्रम हुँदैछ होइन यो चाहिँ बरण्डी घुमेको यो चाहिँ बिस्तारै बिस्तारै अछेता चाहियो होला पहिला धुनुहोस् पहिला धुनुहोस् आउँछ धुनुहोस् अहिले भरे अब त्यो अकाशतिर 3 पल्ट गर्नु अब पतालतिर 3 पल्ट चोल्यो अब तपाईले त यहाँ तल गएको हौ त्यहाँ यहाँ पानी लगा माथिदेखि झार्नु दो उँधो यसो उँधो तल 3 पल्ट खानुहोस् यसो खाए जस्तो यसो यो टाउ बुझेको ज्वाइँ भनेको नि हाम्रो भाषामा पक्का ज्वाइँ अच्छा त खै हाम्रो टिका पानी पनि कत्रो हालेको त टिका लगाएर पर्सिँदैन नानी अनि मात्र टिका लगाइदियो दुई ताल टिका लगाइदिनुहोस् दुई ताल टिका लगाइदिनुहोस् अनि त्यहाँ चाहिँ पर्सिदिनुहोस् दुई ताल टिका लगाइदिनुहोस्
त्यो त हजुरहरूले पनि ओसारेर हाम्रो छोरीचेली ल्याउनुहुन्छ पोसारेर ल्याउनुहुन्छ तपाईँहरूको पनि रास चुसेर लाँदैछ अब ओसार कसार त भइहाल्छ चलन छ बजारको पानी बजार गर्दैन हाम्रो त कहाँ होइन आयो होला के गाउँले हो होइन यो चाहिँ मैले नै बनाएको हो यो एकदम राम्रो छ मात्र हो नि होइन अहिले यो गाउँले स्टाइलको गाउँले स्टाइलको यो लोकल पारामा हो लोकल हो यो चाहिँ भोलिम सुरको मासु हो यसमा पुलाउ छैन खाना छ एकदम हो भेराइटी आइडियाहरू आइटमहरू चाहिँ के छ ब्रो खबर यार सन्चै हो आइटमहरू चाहिँ हेरौँ है यता पनि छ है आइटमहरू आइटम यता पनि छ है यता पनि छ ल ठिक छ कन्ड पछाडि पनि छ है यता पनि छ हाम्रो दिदीको यता आदरणीय दिदी हुनुहुन्छ एकदम मिठो छ नि दिदी होइन खानेकुराहरूमा त्यस्तो कम्प्लेन छैन होइन टेस्टी छ फुपू एकदम टेस्टी भाउजू ठिक छ कान्छी यता बुहारी यता त के भन्नु चिन्दिनँ है बुहारी बुहारी हो को अरे ए भनेपछि त भाउजू नै हो ओइ त के खान्छस् नाकमा पुरै नाकभरि पसिना बनाएर यसले खाँदैछ ए भाउजू अनि कस्तो छ यता राम्रो छ भाउजू फेरि लाजले भुत्तु दिए के अनि यता फेरि खान्छ भात खाने अलिकति ल्याइदिन्छु ल नखाने ल खाइसकिस् तेरो साथीहरूमा मेरो साथी आएर पिराउँदै थियो माथि यता फेरि हाम्रो खतरा भान्से हुनुहुन्छ है उहाँको चाहिँ भान्सेको म्यानेजर हुनुहुन्छ कुकको म्यानेजर हो उहाँ चाहिँ होइन यता बस्छ छ फेरि यो चाहिँ दामी छ फुपू हाम्रो ज्यामीहरू चाहिँ खाना खानु एकदम यहाँ चाहिँ व्यस्त हुनुहुन्छ खानकीहरू चाहिँ परिकारहरू कस्तो रहेछ ज्यामै परिकार दामी छ गोटी अझै खाने गोटी ल्याइदिउँ यता पनि हाम्रो अर्को ज्यामै फेरि आमाम देब्रे हातले हान्नु छ के हो तपाईँले त ए होइन छ त देब्रे त हान्नु त छ त हाम्रो काकी यता हुनुहुन्छ यता फेरि हाम्रो भाउजू आमाले पनि किलो पनि बजाइराख्नु अझै थोरै चिज ल्याउँ यता हाम्रो फेरि बुहारी यता खाँदै हुनुहुन्छ ज्याम यता कान्छी पनि खाँदै हुनुहुन्छ यता हाम्रो भान्जा ठिक छ अझै खाने ए ल यता खै को चाहिँ कान्छो रहेछ फेरि यो मेरो वंश हल्यो फेरि हो खतरा वंश हल्यो
बाजे यहाँ पर एक टन लगाइदिनु भएन त हो र पछाडि बिचमा बसेर के दाजु खाना तपाईँले खाना हाल्ने यहाँ झोल लाग्यो नि झोल नखाने भाउजू तपाईँले खाना लगाउनु काकी लाउनु खानु काकी खाना यहाँ पनि थप यहाँ भाइ यहाँ पनि लगाइदेऊ न भाउजू कहाँ ए ओए ओए यहाँ छैन भने कस्तो भान्सेहरू के यस्तो यो बिचमा पसेन त के गर्नु मैले यहाँ फेरि सेलेरी काट्नेलाई साथीहरू यहाँ यहाँ छैन नि यहाँ नि म यहाँ चाहिँ मार्दै गएको नि त ल आशीर्वाद दिनुहोस् है ल हजुर ल ताली 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 हजुर ताली 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 ल सबै हारोलो बेच्नु यो कता लानुहुन्छ हजुरहरूको जिम्मा है यो यो चाहिँ लानु पर्यो हजुरले यो राख्नु पाइएन फेरि हजुरले राख्नु पाइएन हजुर अब टेकामा चाहिँ के म देब्रे हाको दाहिने हाको टेकामा दाहिने खुट्टाले त्यो देब्रे खुट्टाले यो आजदेखि हाम्रो उठाइदिने होला उहाँहरू पनि चाहिन्छ